हेलो नमस्कार म हुँ सुप्रिया र फेरि पनि मेरो ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी डब्लिङ घुम्नु आइरहेको छौँ। यहाँ चाहिँ टिकट काउन्टर रहेछ साइडमा। टिकट पर हेड 50 है। ए ल हामी 4 जनाको यो ल्यायौँ है। हुन्छ थ्याङ्क यू। ल अब हामी भिडियो एन्ट्री गरेर तपाईँको आउँदैछौँ घुमेर। थ्याङ्क यू। तपाईँ युट्युबर रहेछ एकजना। यो तपाईँ दिल्लीबाट आउनु भएको र हाम्रो यो डब्लिङ भ्यू पोइन्टमा आउनु भएको छ र यहाँबाट यस्तो भिर पखाराको टपमा पनि यहाँ होमस्टे बनाएको छ हो। यस्तो जग्गाहरू चाहिँ प्राय पहाडमा मात्रै पाइन्छ र अब अलिक अगाडिपट्टि छ घुम्ने जग्गा। स्काइवकहरू सबै छ। स्काइवकहरू अगाडिपट्टि छ, जाउँ हेरौँ घुमौँ। डब्लिङ होमस्टे आइपुग्यो। अब मजाले घाम लागिरहेछ धन्न। अब अहिले घरि चाहिँ हामी कालिम्पोङ डिस्ट्रिक्ट कफेरको नजिकै एउटा राम्रो सुन्दर भ्यू पोइन्ट रहेछ। यहाँनिर चाहिँ डाब्लिङ भनिँदो रहेछ है। भ्यू पोइन्टको एकदम सुन्दर नजारा रहेछ र अहिले हामी यस गेटबाट हामी एन्ट्री गर्दैछौँ। अगाडि के छ तपाईँहरूलाई जरुर देखाउनेछौँ। र यहाँ अहिले सुन्नुमा आउँदैछ यहाँ स्काई वक पनि छ अरे भनेर। यता कता छ के देख्छु मलाई हामीलाई थाहा छैन, अब गएर मात्रै थाहा लाग्छ। आउनुहोस् फेरि एन्ट्री गरौँ। वाउ कस्तो दामी प्लान्ट। हाम्रो गोर्खा हाम्रो जातिको है, हाम्रो परम्परा, हाम्रो पहिला पुर्खाहरूले त्यो खेतीबारी गर्दाखेरि यो गरिने अघि के भन्छ यसलाई युज गर्नुभएको युज गर्ने है गरेको हलो भनिन्छ यसलाई है। हलो भनिन्छ। यसलाई चाहिँ के भन्छ जुवा भनिन्छ है। यो त जातो, यहाँ जातो हेर्नुहोस् जातो पनि छ। यसरी पिसेर चाहिँ हामी गहुँहरू मकै पिस्ने गर्छौँ। ओखली यहाँ सेलरोटी पोल्दाखेरि चामललाई चाहिँ हामीले यहाँनिर कुटेर चाहिँ आँटा बनाउने गर्छौँ सेलरोटीको लागि। अनि माथि पनि देखाउँ के रहेछ यहाँनिर। डालो है बिर्सी पनि सक्यो के भन्यो है। सारङ्गीहरू रहेछ। सारङ्गी डोको नाङ्लो यो सम्बु रहेछ। पुर्खाको चिनहरू। डोको डालो नाम्लो यहाँनिर। म त अहिले तलबाट आएको टिकट यता चाहिँ के हो त? यता यो माथि त्यो डिजाइनको अघि टिकट काट्यो त्यहाँ चल्नु पायो ल। त्यो वरिपरि घुम्नु पायो। जिपलाइन साइक्लिङ कोला चाहिँ कतिवटा काटेको छैन यहाँ काटेको। यहाँ रहेछ नि। म त यहाँ फेरि दुबारा काट्नु आएको होइन। पर्दैन त्यही एउटा टिकटले नि माथि नै यहाँ घुम्नु चाहिँ पायो। यो खालि यो दुईवटा लाइनमा मात्रै चाहिँ तपाईँले एक्स्ट्रा टिकट गर्नुहोस्। यो जिप लाइन र साइकलको लागि मात्रै छ। त्यसको लागि चाहिँ माथि नै हुन्छ कि माथिबाट चाहिँ यहाँ टिकट पनि माथि नै राखेको केटाहरू खाजा खाँदै अब निस्किँदैछ। निस्किन्छ होला है। हामी त बिहान छिटै आयौँ नि त बेलुकै आएको थियौँ कि त्यही भएर चाहिँ छिटै निक्लिनु भ्यायौँ। कहाँदेखि आउनु
हामी बाग्राकोटबाट ए काका मणि काकाको काका हुन् काकासँगै आउँछ ए अब चाहिँ हामी यहाँ आइपुगेको छौँ माथि र अहिले यहाँ चाहिँ एउटा रेस्टुरेन्ट रहेछ प्योर भेजिटेरियन रेस्टुरेन्ट र तपाईँहरू जहिले पनि आउनुहुन्छ यहाँ खाना पनि खानु सक्नुहुन्छ यहाँनिर खानाहरू पाइन्छ रहेछ अहिले चाहिँ हामी यहाँ अलिकति भ्यू देखाइदिनु यो कञ्चनजङ्घा भ्यू रहेछ अलिकति जुम पनि गरिदिनु यहाँबाट पनि कञ्चनजङ्घा एकदम क्लियर देखिँदो रहेछ है कञ्चनजङ्घा माउन्ट एभरेस्ट त्यसपछि हामी चाहिँ अब जाउँ माथि राखौँ होला माथि अब के छ हेर्दै जाउँ माथि के रहेछ र अब हामीले माथि हामी चढिसक्यौँ यहाँनिर सुन्दर नजारा रहेछ यहाँनिर 360 डिग्रीमा तपाईँहरूले यहाँ सबै यहाँ वरिपरिको भ्यू देख्न सक्नुहुन्छ है यहाँनिर यस्तो क्लबको एउटा सेल्फी रहेछ यहाँनिर र हामी अहिले निकै माथि अझ आइपुग्यौँ है यहाँबाट चाहिँ वरिपरि सबै भ्यू देखिने रहेछ र त्यही यहाँ अब कञ्चनजङ्घा उयो छ है यहाँनिर आई लभ डाब्लिङ लेखिएको रहेछ त्यहाँ पनि अहिले हामी जानेछौँ हुनेछौँ यस प्रकार रहेछ वक रहेछ यहाँनिर त्यहाँ पनि हामी सेल्फी लिन सक्छौँ रुखमाथि यसो उ गरेर गएको रहेछ है सानो स्काई वक बनेको रहेछ यहाँनिर जानु मात्रै जानु सक्छ यहाँ लेखेको छ होला फेरि लेखेको छ वाक पनि गरियो लु स्काई वकमा अब हामी चाहिँ कफेर लोले गाउँको छेउमा डब्लिङमा आइरहेको छौँ र यहाँ चाहिँ स्काई वक हो डर पनि लाग्दैछ आऊ आऊ हेर्नुहोस् यहाँको नजारा झुला झुल्दै मामा माइज्यू ल ठिक छ यो नजाराको हामीले अनुभव गरिरहेको छौँ मजा आइरहेछ डाब्लिङमा डाब्लिङ भ्यू पोइन्ट बस्नुहरू एउटा काम गर्ने जग्गा बनाएर रहेछ सेल्फी ठिकै छ हल्का स्टार्ट हाय कस्तो आनन्दको जिन्दगी छ आउनुहोस् होला घुम्नुहोस् होला यति राम्रो झुला छ झुला झुलाइदिउँ अब एकछिन मेरो हस्बेन्डले चाहिँ झुला झुलाउनु हुँदैछ अब चाहिँ हामी यहाँबाट चाहिँ उत्रेको go do go do go do go
मामा डर लाग्यो डर लाग्दैछ हे भगवान तर यहाँ हालिँदैछ नि औ ल्याउ न ए मेरो बुढा डरायो ए भगवान डर लाग्यो स्काइवक लु माइजू डराउनु भयो तलै बस्नु भयो I love Dublin. Yeah, no, तर यो हाइटमा रहेछ त्यो भन्दा डर लाग्यो मलाई जानुस् न फिक्स प्राइस 250 हो जिप लाइन डिस्काउन्ट हुन्छ भन्दै थियो त अघि त होइन नि भने ल त त्यसो एउटा गर्नु 250 साइक्लिङ होइन बनाउने बनाउने साइक्लिङ गर्नु मन लाग्छ साइक्लिङ गर्नु नि त मेरो बुढाले चाहिँ जिप लाइनको टिकट काटिदिनु भएको छ मात्र 250 रुपिस अरे यसको चाहिँ प्राइस फर्म पनि भर्नु पर्दो रहेछ जिप लाइन रेडी हुँदैछ डाब्लिङको टुर अब भ्यू पोइन्टहरू हामी फाइनली सकेर अब फाइनली यहाँ अब निस्किँदैछौँ हामी डाब्लिङ सकेर अब फेरि आइला घुमेर यहाँदेखिको चाहिँ अब आस्ते आस्ते घुम्दै जाने डाब्लिङमा अब मोमो टेस्ट गर्नु आएको डाब्लिङको प्युर भेज मोमो रहेछ पाकुदाको भाइको दोकान रहेछ दाजुको दोकान रहेछ सेम पाकुदाको टेस्ट आएको छ